यहाँहरू सबैलाई मेरो नमस्कार। आज म पहिलोचोटि आएको यो म दाप्चा पनि आएको होइन। मलाई यो एरिया पनि हेरौँ, अस्तिदेखि बोलाउनु भएको थियो यहाँहरू सबैले बिहारदेखि हामीले होइन। यो सबै ठाउँमा यो एरियाको अन्दाजै भएन मलाई। यो ठाउँमा यस्तो भन्नुहुन्छ यस्तो भन्नुहुन्छ मलाई पनि थाहा नै भएन। म दाप्चामै आएको थिएन र जाउँ भनेर अनि आज यो प्रोग्राम मिलाएको थियो। यहाँले जुन स्वागत सत्कार गर्नुभयो यहाँहरू सबैलाई धन्यवाद छ। र अब हामीले यो हेर्ने मौका पनि पायौँ। यो रोसी भने त मैले त तलको रोसी मात्रै होला भने त यता पो बढी रहेछ होइन। रोसीले त यता पो बढी डिजास्टर गरेको रहेछ होइन। अब यो चाहिँ हामीले मानसिकता होइन। अब हामी गएर छलफल गर्छौँ के गर्ने, कताबाट के गर्ने। हामीले अस्ति चाहिँ डिजास्टरमा पनि सडकबाट सिँचाइबाट केही चाहिँ बजेटहरू राखेका छौँ। पुरानो बजेट पनि भएको बजेट पनि अर्थ मन्त्रालयबाट रोक्का भन्ने चाहिँ बजेटहरूलाई पनि फुकाको लागि पठाएका छौँ। डिजास्टर पनि राखेका छौँ। अहिले गएर हामी यो रोसी प्रभावित क्षेत्रलाई कसरी अगाडि बढाउने भनेर हामी अर्थ मन्त्रालयमा पनि कुरा गर्छौँ। सकेसम्म हामी छिटोभन्दा छिटो यो वर्षको बजेट र केही थपथाप हामी के गर्न सकिन्छ हामी अगाडि बढाउँछौँ। र त्योभन्दा पनि अब महत्त्वपूर्ण चाहिँ अब 3-4 महिनापछि नै चाहिँ बजेटको प्रस्ताव आउँदैछ। त्यसको लागि तयारीको लागि अध्ययन चाहिँ महत्त्वपूर्ण है। त्यो अध्ययनको लागि पनि हामी पठाउँछौँ। तपाईँहरूले सहयोग गर्नु होला। हामी सम्बन्धित मन्त्रालयबाट कुन क्षेत्रमा के गर्नुपर्ने भन्ने अध्ययन गरेर 3 महिना 4 महिनापछि बन्ने बजेटमा चाहिँ पार्नु चाहिँ धेरै महत्त्वपूर्ण छ। त्यो चाहिँ त्यसलाई त्यो पनि तयारी गरौँ। अहिले लङ टर्मका अलि गर्नै पर्ने कामहरू यहाँहरूले हेरिदिनु होला भन्ने म अनुरोध गर्छु। र यो अहिलेको तत्काल हामी 2 महिना 2.5 महिना भयौँ। अब हामी धेरै यो चुनावी सरकार हो, धेरै समय हाम्रो छैन। करिब 3 महिनाको हाराहारीमा यो चुनावी सरकारको अवधि बाँकी छ। यो बिचमा हामी जे गर्न सक्छौँ सबै गर्छौँ। गर्नुपर्ने यो जनताको डेलिभरी, जनताको लागि डेलिभरी दिनुभयो। जनताको घरमा पुगेर हेरेर गर्नुपर्ने कुरामा म आफै पनि लागिरहेको छु। अब सकेसम्म टाइमले भएसम्म हामी घरमा र गाउँमा बस्तीमा पुग्ने चाहिँ कोसिस गरिरहेको छौँ। टाइमले भ्याउँदैन तर सकेसम्म हामी पुग्ने कोसिस गरिरहेछौँ। बिहानैदेखि बेलुका राति 8-10 बजीसम्म 10-12 बजीसम्म पनि हामी खटिरहेछौँ। र यसलाई चाहिँ एउटा जनतालाई केही यो सरकारले केही गरिरहेछ भन्ने एउटा आशा चाहिँ दिने हो।